सरी रिमा, मैले तिमीलाई हात उठाएँ, तिम्रो आँखाबाट आँसु खसाले। तर म हिजो कुलतमा पसेर आज आफूलाई नै पछुतो लागेको छ। अब म यो कुलतबाट कसरी पनि टाढा हुन सक्दिनँ रिमा। त्यसैले मलाई साह्रै गाह्रो भएको छ। प्लिज रिमा, त्यति पैसा मलाई 2-3 दिनभित्रमा जसरी पनि मिलाइदेऊ न है। नत्र मैले होस गुमाएको बेला जे पनि गर्न सक्छु। रिमा, रिमा, रिमा पर्ख न। ए, घरमा तपाईँ एक्लै पो हुनुहुन्छ? खै त अरू कता गए? रिमा क्याम्पस गए क्या रे। राधा र शिशिर चाहिँ खेततिर गए होला नि। अनि बसन्ते किन घर नआएको होला त? काम गर्दा गर्दै ढिला भएर होला नि बिचरा। खै के हो एकपटक त यहाँ आयो भने रिता माइत गएर किन नआएको भनेर एकचोटि बुझ्नलाई ससुरालतिर पठाउँ कि भनेको। बसन्तलाई काम गर्दा गर्दै यता आउने फुर्सद मिलेन भने त आफै गएर एकपटक सबै कुरा बुझेर आइज न त बसन्तसित। खै के हो ए साँच्चै बसन्ते र इन्द्रेको दिनौँ भेट हुन्छ होला। बरु इन्द्रे यतातिर आएको बेलामा बसन्तेसँग भेटेर सबै कुरा बुझ्न लाउनु पर्यो। घरभित्रको यस्तो गोप्य कुरा सकेसम्म बाहिरी मान्छेलाई थाहा दिन नहुने हो के रे। के गर्नु त त्यसो हो भने त्यही पनि बेलुका बसन्ते यतै आउँछ कि ऊ आयो भने सबै कुरा बुझ्ला नि। बुझौँला भनेर हामी आनन्दले बस्दा बस्दै उसको घरबार बिग्रिन सक्छ के। त्यसैले यस्ता कुरामा तिमीहरू किन नआत्तेको भन त। त्यसैमाथि उति बेला उनीहरू लोग्ने स्वास्नीको दिनौँ झगडा हुन्थ्यो भन्छौ। त्यसैले के थाहा उनीहरूको झगडा भएर बुहारी माइत गएर बसेकी पो हो कि। किनकि आजकलका केटीहरू पहिलाको जस्तो दुःख पीडा सबै भोगेर बस्न सक्दैनन् नि त। तपाईँले नचाहिने कुरा नसोच्नु न। नचाहिने कुरा होइन कविराज, मेरो विचारमा त बसन्तले हामीसित सबै कुरा ढाँटेर बसेको छ। होइन भने एउटी बिहे भएको छोरी चेली माइती बिरामी भएको भरमा यति लामो समयसम्म माइत गएर बस्न सक्दैनन्। यदि छोरीले बस्न खोजे पनि माइतीले छोरीको घर बिग्रिन्छ कि भनेर बस्नै दिँदैनन्। खै के हो मैले त केही कुरा बुझ्न सक्दिनँ। हेरौँ अब बसन्ते 1-2 दिन आएन भने त्यसपछि विचार गरौँला नि त। ल तर यस्ता कुरामा ढिला गर्नु हुँदैन है हामीले। तँलाई थाहा छ होला नि, अनि देखेको पनि होला नि एउटा घरबार बिग्रियो भने दोस्रो घरबार गर्नलाई कति गाह्रो हुन्छ भनेर। ल चिन्ता नगर्नु सबै यो बारेमा। बरु शिशिर र राधा कति बेला गएका हुन् त खेततिर? राधा गएको त धेरै बेर भयो क्या रे। पछि शिशिर पनि उतै जान्छु भनेर गयो। अनि त कहाँ गएको थिइस् त यतिका बेरसम्म? कतै होइन, यसो गाउँतिर खेतला पाइन्छ कि भनेर गएको। तर काम गर्न सक्ने मान्छे त हिजो आज गाउँमा मरिगै नपाइने रहेछ। काम गर्न सक्ने जति विदेशतिर गयो होला, अलिअलि भएका पनि सहरतिर पसे। अनि कसरी भेटिन्थ्यो त खेताला? गाउँघरमा त त्यही उमेर घड्केका बुढाबुढी मात्रै छन्। त्यही त भन्छु नि, अब यस्तै हुँदै जाने हो भने गाउँका खेतीबारीहरू सबै बाँझै हुने भए। त्यही त। अनि एउटा कुरा सुन्न। भन्नुहोस् न, के कुरा हो? घरको जेठो बाठो छोरो भनेकै तै होस्, त्यही पनि उति बेला त औँस लिएर छुटेर बसिस्। अनि अब शिशिर र बसन्तेको बारेमा के सोचेको छ त तैँले? भन्नाले बसन्तेको घर जग्गा सबै सहकारीको ऋणले खाएर अहिले सबैजना एकै ठाउँमा बस्दै आएका छौ नि त। अनि अब यसै गरी सधैँ सँगै बस्न सक्छौ र? सक्दासम्म सँगै बसिन्छ क्यारे, नसक्दा दिनदेखि केही न केही सोच्नु पर्ला नि त। त्यसो भनेर हुँदैन कविराज। त उनीहरूको बाउ पछिको दाइको नाताले पहिला नै यो बारेमा केही न केही सोच बना। मैले के सोच बनाउने हो र? सबैजना आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् क्यारे। अब आफ्नो बारेमा आफैले सोच्ला नि। हेर त, शिशिरको अझै बिहे गरिदिन बाँकी छ। बा नभएको हुनाले शिशिरको बिहे गरिदिने कर्तव्य पनि त तेरो हो नि बाबु। त्यो कुरा त समय आएपछि सोचौँला नि। कि शिशिरले अहिले बिहे गर्न खोजेको छ र? बिहे गर्न नखोजे पनि उमेर पुगेपछि त बिहे गर भनेर कर गर्नु पर्यो नि त हामीले पनि। हामीसित ल मेरो बिहे गरिदेऊ भन्नलाई उसलाई पनि त अप्ठ्यारो लागे हुनसक्छ। खै के हो ल आमा चिन्ता नगर्नुहोस्, सबै कुरा बिस्तारै सोच्दै जाउँला। बरु बस्दै गर्नुहोस् है, म एकैछिनमा आउँछु। कहाँ जान्छस् र? कतै होइन,
यो गाउँमा खेताला पाइएला जस्तो छैन। यसो पल्लो गाउँतिर पुगेर आउँछु। ल ल जा, तर छिट्टै आएछ है। हस्। बसन्तीलाई के काम लाउनु भएको छ त? खोइ बारीतिर गएर काम गर भनेको थिएँ के अरे। खाजा खायौ त? त्यसो भने जाऊ त। बसन्तीले बारीतिर के गरेको छ हेरेर आऊ त। होइन तिमी गएर हेरे पनि त हुन्छ नि। छोरीलाई किन दुःख दिन खोजेको के? दियोरको छोरी साह्रै जाँगरिली छ। जन्मेदेखि सहरको धुलो धुवामा अत्तालिएको मान्छे अहिले गाउँको हावापानीले छोएर होला नि त। जेस पूजा आएकी छ र बोल्ने साथी भएको छ मलाई पनि। नत्र भने मैले के गर्थेँ होला? चिनेका मान्छे कोही थिएन यो ठाउँमा। सहरमा त्यत्रो घर हुँदाहुँदै तिमीले गाउँमा गएर बसौँ भन्यौ अनि गाउँमा आइयो। अहिले यहाँ भाइको छोरी नआएको भए पनि हामी जनतन बस्नै पर्थ्यो क्यारे। ल ल यो कुरा छोडिदिनुहोस्, बरु जानुहोस् त भित्र गएर कपास ल्याइदिनुहोस्। साँझ बिहान दियो बाल्नलाई बत्ती काट्छु मैले। ल ल। तपाईँ फेरि किन आउनु भएको? ठुलो बुवा र ठुली आमाले पठाएर आएको। किन मलाई बोलाउनु भएको छ हो? के काम परेर होला? केही भन्नु भएन? त्यस्तो त केही भन्नु भएन। अनि तिमीलाई भोक लागेको छैन? नाइ छैन। आफ्नो पेट मारेर झुट नबोल है। यत्रो काम गर्ने मान्छेलाई भोक नलागे कसलाई लाग्छ त? हिँड अब खाजा खाएर गरौला। नाइ मलाई त भोकै लागेको छैन। त्यही पनि मेरो त दिउँसोमा खाजा खाने बानी नै छैन। बानी नभए पनि अब बानी पार्नु पर्छ। हिँड खुरुक्क। ठुलबाले अनि ठुली आमाले केही काम परेर बोलाएको भए म जान्छु, नत्र म यत्तिकै खाजा खानको लागि हो भने जान्न। बरु तपाईँ जानुस्, म यति काम सकाएर आउँछु। तिमी